पुस्ताहरूलाई सबैलाई थाहा छ र 46 सालपछि यस पत्रकारितामा लागेका साथीहरूलाई 46 सालभन्दा अगाडिको कमै अनुभव भएको कुरा म यहाँ राख्न चाहन्छु। र हामीले अथवा नेकपा एमाले हिजो 46 सालभन्दा अगाडि मुद्दा उठाउँदा त्यति बेलाको राजनीतिक परिस्थिति बेग्लै थियो। के बेग्लै थियो भन्दा हिजो हामीले व्यावसायिक पत्रकारिता गर्दा पनि राजाको फोटो त्यो पत्रिकामा र राजाको महावाणी हुन्थ्यो। त्यो पत्रिकामा अगाडि कम्पल्सरी राख्ने परिस्थिति थियो। अथवा मैले त्यसलाई कहाँ जोड्न खोजेँ भने जुन पत्रिकाले दलीय व्यवस्थामा लेख्थ्यो, बहुदलको पक्षमा लेख्थ्यो, निर्दलीय व्यवस्थाको विपक्षमा लेख्थ्यो, ती पत्रकार साथीको परिस्थिति के थियो भन्ने कुरा पनि पुराना साथीहरूलाई यहाँ थाहा छ। त्यति बेला यदि व्यवस्थाको विपक्षमा लेखियो भने तपाईलाई कुनै मुद्दा हाल्नु पर्थेन। पुलिसले चाहेमा अथवा घुमुवाले चाहेमा तपाईले लिएर तपाईले राज्यद्रोहको अपराध गर्नु भएको छ भनेर तपाईलाई सिधै भित्र लगेर राख्यो र तपाईहरुले कानुनी उपचार गर्ने पाउने परिस्थिति त्यति बेला थियो। अथवा तपाईले व्यवस्थाको गुणगान गाउनु पर्ने। यदि व्यवस्थाको गुणगान गरिएन भने त्यो पत्रिका पनि चल्थेन र जसले व्यवस्थाको विरोध गर्थ्यो त्यो साथीलाई अवश्य जेलभित्र जाने हो भन्ने कुरा थाहा थियो। तर अहिले माहौल त्यस्तो छैन। अहिले नेपालको संविधान 2072 जारी भइसकेपछि मौलिक स्वतन्त्रताको हकभित्र पत्रकार स्वतन्त्रताको हक पनि छ। अहिले चाहे पत्रकार साथीहरूले चाहे कलमले लेखेर छापाका मीडियाहरू होस्, चाहे हिजो मार्फत रेडियो टेलिभिजनमा गरिने पत्रकारिता होस्, राज्यको पक्ष लिएन अथवा सरकारको पक्ष लिएन अथवा व्यवस्थाको पक्ष लिएन भनेर थुनिनु पर्ने परिस्थिति छैन भन्ने कुरा पनि कमरेडहरूलाई थाहा छ। आजसम्म एउटा पार्टीको गुणगान गाएन, यहाँ भएका दलीय व्यवस्थाको गुणगान नगाउँदैमा जेल पर्ने परिस्थिति चाहिँ छैन। त्यो त यथार्थ हो नि। किनभने संविधानले नै तपाईहरुलाई त्यो अधिकार दिएको छ। मौलिक स्वतन्त्रताको हकभित्र प्रेस स्वतन्त्रताको हक छ र त्यो संविधानले नै दिएको कानुनमै व्यवस्था गरिएको कुरा। र हामीले 2046 सालभन्दा जब हामीले जब कमरेड मदन भण्डारीले ल्याउनुभयो विचार, त्यो विचारमा पनि हेर्ने हो भने नेपालमा पत्रकारिता गर्नेहरूलाई स्वतन्त्रपूर्वक पत्रकारिता गर्ने व्यवस्था कानुनमा हुनुपर्छ भनेर त्यति बेला पनि हामीले देखेका छौँ। त्यसकारण कुनै दललाई मन नपर्दैमा त्यो राज्य अपराधको मुद्दा अहिले बन्दैन। हिजो बन्थ्यो, आज बन्दैन। त्यसकारण अहिले हिजोको तुलनामा आज त्यो अधिकारको व्यवस्था गरिएको छ। होला कामका दौरानमा केही समस्याहरू छन् र अहिले गणतन्त्र स्थापना भइसकेपछि हामीले मुलुकमा केही भएन भन्ने कुरा धेरै चर्चा गरिन्छ। विदेशमा नागरिकहरू गए, यहाँ रोजगार भएन भन्ने पनि धेरै कुराहरू गर्दै गरिन्छ। हिजोको तुलनामा धेरै कुराहरू माथि छन्। चाहे तपाईँ जिडिपीको हेर्नुहुन्छ भने हिजो 46 साल अगाडि 350 प्रति डलर नेपाली नागरिकको वार्षिक आय थियो भने आज 1400 पुगेको छ। हिजो 46 सालभन्दा 7000 किलोमिटर रहेको नेपालका सडक सञ्जालहरू आज 1 लाख किलोमिटर पुगेको छ।
हिजो ग्रामीण तपाईँ बत्तीको सवालमा विद्युतकै सवालमा हेर्नुहुन्छ भने हिजो 10% नागरिकहरूले विद्युत उपयोग गर्थे भने आज 95% नागरिकले उपयोग गर्न पाएको छ। केही नभएको चाहिँ होइन फेरि अहिले के भन्छ भने यो दलीय व्यवस्थापछि गणतन्त्र स्थापना भएपछि नेपालमा केही भएन भन्ने धेरै चर्चा गरिन्छ। आज यो संविधानमा व्यवस्था भएअनुसार होइन शिक्षाको अधिकार छ। आज 10 क्लाससम्म पढ्ने हुने 2 खाले हाटे शिक्षाको प्रणाली व्यवस्था गरेका हुनाले आज सरकारी स्कुलमा 10 क्लास पढ्नेसम्म विद्यार्थीहरूले फिस तिर्नु नपर्ने परिस्थिति छ। आज ज्येष्ठ नागरिकहरूको हकको व्यवस्था गरिएको छ होइन। आज 60 वर्ष नागेका नागरिकहरूलाई त्यहाँ निःशुल्क उपचार सरकारी अस्पतालहरूमा भइरहेको छ। हिजो नेपालमा छुवाछुतको असाध्यै विवेक थियो। आज संविधानमा छुवाछुत गर्न नपाइने भनेर कानुनमा व्यवस्था गरिएको छ। आज व्यक्तिलाई मौलिक स्वतन्त्रताको हक दिएको छ। आज एउटा व्यक्तिलाई कुनै दलको ताबेदारी गर्नु पर्दैन। नेपालको भूभागमा नेपाली नागरिकहरूले नेपालका 77 जिल्लामा गएर स्वतन्त्र रूपमा व्यवसाय गर्ने हकको प्रत्याभूति गरिएको छ। त्यति मात्र होइन, सङ्घ संगठनले अधिकारको व्यवस्था गरिएको छ। नेपालमा अहिले भइरहेका दलहरू मन परेन भने दल खोल्ने अधिकारको व्यवस्था गरिएको छ। अहिले दल आफूलाई मन परेको पार्टीहरू रोक्ने अधिकारको व्यवस्था गरिएको छ। त्यसकारण त्यो बहुदलीय व्यवस्था यो गणतन्त्रमा केही भन्ने भएन, कमजोरी होला तर केही भएन भन्ने जसेर बाहिर चर्चा चलाइन्छ त्यस्तो चाहिँ होइन। र आज मुख्य मुद्दा सामाजिक सञ्जालमा हेर्ने हो भने नेपालीहरू विदेशी भन्ने धेरै चर्चा गरिन्छ। रोजगारका लागि नेपाली नागरिक विदेश गएको यथार्थ। तपाईँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका जाँदा त्यहाँ एउटा हाउडी मोदी भन्ने प्रोग्राम गरिएको थियो। त्यो हाउडी मोदी कार्यक्रममा 1 लाख भारतीयहरू त्यो कार्यक्रममा सहभागी भए। हामीभन्दा विकसित भएको राष्ट्रबाट पनि नागरिक रोजगारको लागि त बाहिर जाँदा रहेछ है। नगएको भए त किन त्यहाँ 1 लाख भारतीय नागरिक जम्मा भयो। तर के हो भने उनीहरूले जसेर सिपमूलक सिपमा आधारित बनाएर विदेश पठाएका छन्, तर हामीले के भने सिप श्रममा आधारित सिप मात्रले हामीले विदेशमा पठाएको हुनाले त्यहाँ फरक छ। तर तपाईँ बजारमा हेर्नुहुन्छ भने तपाईँ त श्रम क्षेत्रमा हेर्नुहोस्, कपाल काट्नेदेखि टायर बनाउनेदेखि लिएर तरकारी बेच्ने, यहाँ मात्र होइन नेपालका अधिकांश भूभागहरूमा आज तपाईँ हेर्नुहोस् भारतीय मान्छेहरू आज नेपालमा 10 किलो प्याज ल्याएर होइन थुप्रै रोजगारका लागि 30 लाख भारतीयहरू पनि नेपालमा आएका छन्। तपाईँ काठमाडौँको ठाउँमा हेर्नुहोस्, चाहे त्यो कबाडी व्यवसायमा हेर्नुहोस्, चाहे मोटरसाइकल ग्यारेजमा हेर्नुहोस् होइन, चाहे कपाल काट्ने नाईको दोकानमा हेर्नुहोस्, चाहे त्यो प्लास्टिक उठाउने कुरामा आओस्, चाहे त्यो चाट मसला बेच्ने थुप्रै भारतीय नागरिक आज नेपालका गल्ली गल्लीमा पनि उनीहरूले गरिरहेको छ। त्यसकारण के नेपालबाट नागरिक जानै हुने हो होइन रोजगारलाई। तर के हो भने राज्यले ती नागरिकहरूलाई त्यो देशमा काम गर्न चाहिँ संरक्षण गर्न आवश्यक छ र त्यसमा चाहिँ कम देखिएको छ। त्यसकारण मैले तपाईँलाई आग्रह के भने हामीले हाम्रो कलम चलाउँदा पार्टीले मात्र न्युजलेस भनेर मैले भन्दिनँ। कमसेकम हाम्रा कलम चल्दा 46 सालभन्दा अगाडिको नेपालको अवस्था र 46 साल पछिको नेपालको अवस्था बारेमा हाम्रा कलमहरू पनि चलाउनुपर्छ भन्ने कुरा मैले यहाँ भन्न खोजेको होइन। किनभने तपाईँहरूले अहिले पार्टीले प्रेस चौतारी भए पनि पार्टीले तपाईँहरूलाई आर्थिक व्यवस्थापन गर्न सकेको छैन।